हामी चाहिँ बिहानै उठेर मुस्ताङतिर मुस्ताङतिर जाँदैछौँ। हेर्नु न घरहरू अनि पहाडहरू अनि थोरै हिमाल देखिँदा त कस्तो सुन्दर कस्तो राम्रो ब्युटिफुल देखिने रहेछ। अनि हामी चाहिँ जाँदैछौँ बाटोहरू हेर्नु साह्रै राम्रो छ। यता हामी त तराईतिर बस्नेहरूलाई त यस्तो डाँडाकाँडा देख्दाखेरि त स्वर्गमा आएको फिल हुन्छ। हेर्नु न गाइस, यहाँ पनि राम्रो देखिरहेको छ, झन् रियलमा चाहिँ बवाल छ क्या बवाल। यही हो बाटो चाहिँ। अनि त्यसपछि हामी चिसोपानी भन्ने ठाउँमा आइपुग्न लाग्यौँ। त्यसपछि चिसोपानीमा आयौँ भने एक दुईवटा भिडियो त बनाउनु पर्यो, यता हेर उता हेर यस्तो कर भन्दै मलाई साथीहरूले सिकाउँदैछ। म चाहिँ भयो 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 भन्दै चाहिँ यस्तो उयो गर्दैछु क्या, एक्टिङ हो कि घाम चाहिँ आएको थिएन, एक्टिङ पारेर क्या पोज दिए जस्तो अब उफ्रेको हेर न फेरि। अनि यता यो चाहिँ चिसो पानीतिर हो, चिसो पानी हामी कट्यौँ होइन, चिसो पानी कट्यौँ। यो चाहिँ मुस्ताङ होइन मुस्ताङ आउने बेलातिर होला हो यो। अनि चाहिँ त्यहाँ पुगेपछि खाजा खाने ठाउँमा आयो, खाजा खाने ठाउँमा खाना खाने ठाउँमा आयो। अनि खाना खाँदैछौँ हामी चाहिँ सबैजना। त्यसपछि रूप्से कि के झर्ना भन्थ्यो, म ठ्याक्क नाम चाहिँ बिर्सेँ, रूप्से नै होला हो त्यो झर्ना। चाहिँ कस्तो राम्रो थियो, यस्तो राम्रो थियो होइन। अनि म चाहिँ यस्तो भिडियो बनाउँदै थिएँ अनि सबै साथीहरूलाई हाई गरिदेऊ भन्दै थिएँ, तर कसैले पनि गरेनछन्। सबैलाई देखाएर म चाहिँ भिडियो बनाएँ। अनि बनाइसकेपछि चाहिँ ठक्क अब आफ्नो त पुगा भएको छैन नि त, अझ बनाउनुपर्छ नि त। एउटा राम्रो ठाउँ देखेँ भने मैले चाहिँ 3-4 भिडियो बनाएन भने मलाई चाहिँ निन्दा लाग्दैन क्या रातभरि। फेरि अर्को पनि आउँदैछ अनि म चाहिँ यस्तो राम्रो छ भन्दा यस्तो गरेर हातले पनि देखाउँछु है। देख्नुभयो, देखाएँ है। अब हामी यो चाहिँ ठ्याक्क ठाउँ चाहिँ मलाई थाहा भएन, तर हिमाल हेर्नु न गाइस, हिमाल हेर्नु न कस्तो राम्रो देखेको छ, कस्तो मजाले देखिरहेको छ सेते। मैले त फर्स्ट टाइम देखेको हो नि त, म त कहिले पनि काहीँ पनि हिमाल सिमाल हेर्न गएको थिइनँ। अनि त्यही टुरमा गएको होइन, कस्तो चाहिँ राम्रो, मलाई त नि स्वर्ग यही होला सायद जस्तो फिल हुन्थ्यो क्या, यस्तो राम्रो फिल, मनै आनन्द आउँथ्यो। अनि त्यसपछि हामी यही हो बाटो हिँड्दैछौँ, जाँदैछौँ, हिमाल हेर्दैछौँ, सबजना वाउ कस्तो ब्युटिफुल भन्दै सबजना भिडियो पनि बनाइराखेको छन्। हाम्रो पूजा रेजिना पनि मस्त हेरेर मक्ख परेर बसिरहनु भएको छ भनौँ न। अनि हेर्नु कस्तो तपाईँहरूलाई पनि राम्रो लाग्यो होला नि त होइन, देख्नुभयो कति राम्रो छ, कस्तो राम्रो छ क्या। कति धेरै लामो रहेछ यो भिडियो। बल्ल हामी चाहिँ मार्फा भिलेज आयौँ। यस्तो राम्रो छ मार्फा, उयो पर देखिँदैछ नि। हामी चाहिँ यताको होटलमा बसेको हो होइन, कस्तो राम्रो छ क्या यो चाहिँ। मार्फा आउन लाग्यो, अब मार्फा आएपछि हामी घुमेको पनि तपाईँलाई फोटो देखाउँछौँ। बाटो हेर्नु, सिन हेर्नु, कति राम्रो छ हाम्रो नेपाल, राम्रो नेपाल, यस्तो राम्रो छ। त्यसपछि मार्फा आयो गाइस, मार्फा आयो भन्दै पनि कति आउन लाग्यो, आइपुग्यो भन्दा हुन्छ। अब मार्फा आयो यस्तो यो बाइक राइडरहरू यति धेरै थियो नि, कस्तो लोभ लाग्ने क्या यिनीहरूलाई देखेर, कहिले बाइकमा जानु होला हामी पनि भन्ने फिल हुन्थ्यो। यो गाडीमा गयो जानुभन्दा त बाइकमा जानु पाएको भए अर्कै मजा आउँथ्यो होला जस्तो भनेर सबजनाले दिमागमा त्यही सोचेर गइरहेको थियौँ हामी। त्यसपछि हामी मार्फा पुग्यौँ। अनि झ्यालबाट यस्तरी हेरेको त स्याउको बोट त कति धेरै, हेर्नु न रातो स्याउहरू कति धेरै फलिरहेको थियो। यो पुरै स्याउको बोटहरू यो देखिएको छ त्यो
सबै स्याउ अनि यस्तो त्यो अघिको ठोकेकोवाला भिडियो फेरि बनाऊँ भने अनि यस्तो गरेर ठ्याक्क ठोकेर अनि एउटा भिडियो बनायौँ दुईजनाले। त्यसपछि यसो आफ्नो पनि देखाउनु पर्यो, हेर्नु न मलाई कस्तो झत्तै देखेको नि। त्यो पनि ठिकै छ, रमाइलो भइहाल्यो। अब लुगामा नजाउँ हो, मान्छेमा नजाउँ, यसो भिडियो बनाइदिउँ, घुमिदिउँ, यसो मस्किदिउँ, आयो है। ल अब यता गाई चरा पनि देखाऊँ, यिनीहरूलाई देखाएन भने त टुरै अधुरो हुन्छ नि त। अनि यिनीहरूलाई पनि देखाइदिएँ। त्यसपछि तपाईँहरूलाई पनि मार्फा देखाइदिन्छु। हेर्नु मार्फा कति सुन्दर छ, कति राम्रो छ। बाटो हेर्नु तर कति भिड अनि यस्तो जाडो थियो नि गाई, जो जाडो थियो। मलाई चाहिँ जाडो भयो, 2-3वटा लुगा लगाएको थिएँ मैले। भित्रबाट कति धेरै लुगा लगाएको थिएँ कि यस्तो जाडो लागिरहेको थियो। त्यसपछि यता यो पनि हेर्नु सिन, यो पनि मार्फातिरै हो। ए रेजिना आउँदैछ पर के भन्दैछ रेजिना, मेरो पनि फोटो खिच्यौ भन्दै थियो होला। मैले पनि भने मेरो भिडियो एउटा बनाइदेऊ गाइज यहाँ भने। मेरो चाहिँ चार्जै थिएन फोनमा, चार्ज सकिन लागेको थियो। अनि त्यही माथि चाहिँ पुरै अँध्यारो भइसकेको थियो। अनि भिडियोहरू फोटोहरू केही राम्रो खिच्न पाएन। मलाई चाहिँ यहाँ आएर कस्तो ड्रेस लगाउन मन लागेको थियो, यहाँको शेर्पाहरूको ड्रेसहरू लगाएर। अनि चट्टा साथीहरूसँग भिडियो बनाउने ठुलो धोको थियो, त्यो चाहिँ पुरा भएन। किनभने एक त मोबाइलमा चार्ज सकिसकेको थियो, त्यही माथि राति भइसकेको थियो। हेर्नु त कस्तो कालो भइसकेको थियो, बेलुका भइसकेको थियो। र पनि भिडियो बनाउन त छोड्नु हुँदैन भनेर यस्तो घुमघाम गरेर मस्किँदै हिँड्दैछु म। यसो देखाउनु पर्यो नि त। अनि त्यसपछि आएँ म, मेरो भयो भन्दै आउँछु म। अब आफ्नो यस्तो अनुहारको मात्र भिडियो बनाउँदैछु देखाउँदै। यो चाहिँ टिकटकको लागि बनाउँदै थिएँ मैले। अनि त्यसपछि यहाँ पनि च्याउँदै हेर्दैछु। त्यो जेरी फिल्ममा गरे जस्तो यस्तो च्याएर हेरेको हुँदैन बाँधनी जस्तो देखिरहेको छ, कहाँ भित्तामा ढाड बनाउन निहुरे जस्तो। अनि यता देख्यो, यहाँ चाहिँ अलिक सेतो आएछ, कहाँबाट आएछ सेतो, सायद एडिट गरेर होला। राम मस्किँदै हेर न, लो अर्कै आइन है फेरि हाम्रो भावनाजी पछि ल हेर चियाको। उसले फेरि भिडियो देखाउँदिन कतिवटा भिडियो हिँड्नुहुन्छ हो यसरी तपाईँ यस्तरी। र यही मात्रै गल्लीमा हिँडेको 5वटा भिडियो त अगाडि नै हेरिसकेँ, फेरि मस्किनुहुँदैछ। नराम्रो आएछ, कति चाहिँ खिच्न लागेको। यो चाहिँ बेलुका कस्तो राम्रो थियो क्या बेलुका। भावनाजी कस्तो राम्रो देखाएको छ है, कति राम्रो देखाएको छ। बेलुका झन् मजा आउँदो रहेछ क्या, हिँड्नलाई राम्रो देखिँदो रहेछ। अन्त बेलुका पनि सम्म पनि हिँडिरहेको थियौँ। अनि यता हेर्नु, यता पनि राम्रो छ, यता हेरो यता राम्रो, उता हेरो उता राम्रो, सबै राम्रो। फेरि यहाँको स्याउ यति मिठो नि, कस्तो मिठो स्याउ थियो क्या। बेलुका चाहिँ हामीले यस्तो पार्टी खाइदिउँ मार्फा।